मैले गरेको माया आज पासो भएछ नगरी होइन। यहाँ के भइरहेको छ, कसो भइरहेको छ मलाई केही पनि थाहा छैन। बिहे गरिसकेपछि आफ्नो परिवार बनाउने, घर बनाउने र आफ्नो परिवारलाई खुसी दिने समयमा आज तिम्रो पूर्व प्रेमीबाट मेरै घरमा आएर हरकत भइरहेको छ। मेरो मन दुखेको छ, मेरो मन भाँडेको छ। मेरो दुखेको मनलाई त मैले मनोपट्टि लगाएर ठिक बनाउनु, मेरो घर परिवार र यो समाजमाथि लागेको इज्जतको दाग मैले केले मेटु? केले मेटु? तर तिमी बिहे अगाडि सब चुपचाप बस्यौ, मौन भएर बस्यौ। यो सब किन भनेनौ? हो, 2-4 कुरा त बिहे अगाडि मैले सुनेको थिएँ, तर यो सब मलाई केही पनि थाहा थिएन। तर तिमी मौन भएर बस्यौ, मलाई यो सब कुरा केही पनि भनेनौ। किन? त्यसपछि तिमीलाई मैले सहर पढ्न पठाएँ। यो कुरा मैले कसैलाई पनि भनेन र तिम्रो बुवालाई पनि भनेन, किनभने तिमी र ममाथि यो समाजले गलत औँला उठाउँछ भनेर। यो सब केका लागि मैले कम्प्रोमाइज गरेँ? कसको लागि कम्प्रोमाइज गरेँ? यो सब तिम्रो लागि कम्प्रोमाइज गरेँ। तर आज मेरो आँखा अगाडि तिम्रो मायामा कोही पागल भएको देखेँ र तिमी पनि त्यो पागलको मायामा पागल भएको देखेँ। भन्नुस्, अझ के बाँकी छ? बोल्नुस्। मैले हजुरलाई रोकेकी छैन। हरेक कुरा सहन सक्ने क्षमता छ ममा, किनकि एउटी नारी सहनशील हुन्छन्, जुन सहनशीलता ममा पनि छ। गल्ती मेरै हो। हजुरको भनाइ अनुसार त लाग्दैछ कि मेरो कारणले गर्दा हजुरलाई धेरै नै गाह्रो भयो। त्यसैले मलाई कुट्नुहोस्, पिट्नुहोस्, मार्नुहोस्, कि गल्ती मेरो हो। न सहरमा गएर राम्रोसँग पढ्न सके, न त घरमै शान्ति दिन सके। हजुरलाई एउटा कुरा थाहा छ? म हजुरसँग किन छु? हजुरको नामको सिन्दुर पोते किन लगाएर यहाँ छु? आफूले माया गरेको मान्छेलाई त्यागेर म हजुरप्रति किन समर्पित भए? हजुरको नामको सिन्दुर पोते किन लगाए? थाहा छ हजुरलाई? माइतीमा भएको बाउलाई एक्लै छोडेर हजुरसँग किन आए? हजुरलाई किन माया गरे? थाहा छ हजुरलाई?